यो अवश्य तपाईहरु यो भिडियो चाहिँ हेर्नु होला हैन। यसमा कस्तो भइराछ भने जस्तो तानेर अनि ढाक 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 स्टार्ट गरेर राखेपछि नि ढाक 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 साउन्ड आइराछ क्या। अनि जब कस्तो भइराछ क्लचले समात्यो भने आउँदैन, क्लच छोड्यो भने ढाक ढाक साउन्ड आइराछ। प्रायः जस्तो यामाहाको बाइकमा यस्तो प्रब्लम आउँछ। यो किन यो साउन्ड आयो हैन, म तपाईलाई देखाइराछु। यो क्लच हाउसिङ भन्छ क्या। यो यसरी धेरै हल्यो भने नि यो धेरै खटखट 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 साउन्ड हुन्छ। यसले के खराबी गर्छ, यसरी बाइ चान्स चलायो भने नि यसको क्लच प्लेट पनि छिटै बिग्रिन्छ अनि बाइकको पनि बेरिङ यहाँको यसरी धेरै चलायो भने यहाँको बेरिङ पनि बिग्रिन्छ। यो यहाँनिरको बेरिङ पनि बिग्रिन्छ। अनि त्यही भएर त्यस्तो साउन्ड आएको छ भने यो लेथमा लगेर बनाउनु पनि मिल्छ। नयाँ चेन्ज गर्नु भने महँगो पर्ने जान्छ, यो लेथमा लगेर यो बनाउन मिल्छ। यसरी हलिरहेछ यो बनाउन मिल्छ। अनि अरू कुरा के भएछ, यसकै कारणले यो क्लच प्लेट पनि डढिसकेछ। यो पुरै यो डढिसक्यो, यहाँ हेर्नु होला यो पुरै क्लच प्लेटहरू डढिसकेछ। यस्तै भिडियोको लागि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। फेसबुक पेजबाट हेरिराख्नुहुन्छ भने फलो गर्नु।